होइन, लाज लाग्दैन यसरी अर्काको श्रीमान, अर्काको घर, अर्काको परिवार, अर्काको संसार बर्बाद पार्नलाई? तिमी महिला भएर त्यो कसैको श्रीमानले तिम्रो कुरा सुन्छ भनेर तिमीले यसरी अर्को महिलालाई दुःख दिन लाज लाग्दैन? एउटा सन्तान छ, श्रीमती छ, घर परिवार, त्यो घर परिवार त्यहाँसम्म त्यस्तो बनाउनलाई त्यो महिलाले कति दुःख गर्यो होला? तिमीलाई प्रियसी भएर अर्काको श्रीमानसँग टाँसिन लाज लाग्दैन? त्यो चुसिसकेको उखु हो, खोस्टा हो। किन तिमीले कन्ने केटो पाएनौ र? तिमीमा खोड छ? किन तिमीले अरू छोरा मान्छे पाउँदैनौ? बुढी छोडेका कति छन्, बुढी मरेका कति छन्, डिभोर्स भएका कति छन्। तिमीले यदि कसैको घर व्यवहार बिगारेर नि तिमी जीवनमा कहिले खुसी हुँदैनौ। तिमी रगतका आँसु चुहाउनुपर्छ, कुकुरले नपाएको दुःख पाउनुपर्छ। केही समय खुसी होलाउ, सुखी होलाउ, के पाउँछौ? त्यो महिलासँगै घर बिग्रिएपछि उसँगका कति सम्बन्धहरू आँसु झर्छन्। नर्कभन्दा पनि डेन्जर हुन्छ। तिमी यति याद राख, अर्काको घर संसार बर्बाद पारेर सौता लागेर अर्काको श्रीमान खोज्ने तिमीहरू नकचरीहरू याद राख। जिन्दगीमा कहिले खुसी र सुखी हुँदैनौ। 1 2 3 धर्मशास्त्रमा त यो पनि लेखिएको छ, जसले अरूको श्रीमान खोज्छ, अर्को महिलालाई दुःख दिन्छ, अर्काको संसार बर्बाद पार्छ, त्यो महिलाले 7 जुनीसम्म पनि श्रीमान, पुरुष, प्रेमी जोसुकै होस्, कहिले पनि माया, सम्मान, इज्जत र खुसी एउटा पुरुषबाट पाउँदैन अरे। यो ध्रुव सत्य कुरा हो। के पायो? उसलाई रुवाएर तिमी खुसी हुने? उसले तिम्रो कुरा सुन्छ किन? तिम्रो चम्केको अनुहार, चम्केको त्यो बैसा देखेर। तिम्रो जुन दिन त्यो बैसा र त्यो छाला झुन्डिन्छ नि, तिग्राका मासु पग्लिन्छ नि, त्यो दिनदेखि तिमीलाई पनि हेला गर्छ। उसले आफ्नो स्वास्नी छोराछोरीको त मतलब गरेन, अनि तिमीलाई मतलब गर्छ। तिमीसँग केही पाउनु छ र आफ्नो प्यास मिटाउनु छ, यसकारणले तिम्रो कुरा सुन्दैछ। लाज लाग्दैन? महिला भएर अर्थोक त याद नराख। एउटा मानवताको हिसाबले आत्मामा बसेको परमात्मा 24 घण्टा भगवानले हेर्छ भन्ने कुराको डर राख, भगवानको डर राख। क्या जस्तो तिमीले गरेको छौ नि, ब्याजको स्याज ब्याजसहित तिमीले एक दिन अवश्य पाउनेछौ, पाउनुपर्छ। तिमी तपाईँले जुन कुरा मलाई पठाउनु भयो मेरो छोरीलाई, उसको सासूले घरबाट निकाल्छ, बच्चा खोजिदिन्छ, सँगै हुँदा राम्रै थियो, राम्रैसँग विवाह भएको, तर ज्वाइँ विदेश गएपछि चाहिँ मेरो छोरीले दुःख पायो भन्ने कुरामा अब तपाईँले तपाईँको सन्तानलाई साथ दिनु पर्यो। माइतीले दरो गरी बोल्ने हो भने, माइतीले थर्काउने हो भने, माइतीले कानुनी रूपमा जान्छु भनेर अलिकति हर्काइ फर्काइ एकदम दरो भएर छोरीको खम्बा भएर बोलिदिने हो भने आदि प्रब्लम त छोरीको सल्भ हुन्छ। तर हामी के गर्छौँ? छोरीको घर बिग्रिन्छ कि, छोरीले दुःख पाउँछ कि, ज्वाइँ रिसाउँछ कि, समाजले थाहा पाउँछ कि, हामी मौन बस्छौँ। हाम्रो लागि अरूले बोलिदियोस्, हाम्रो सन्तानको लागि अरूले गरिदियोस् भन्ने हामी चाहन्छौँ। माइती दरो नभएपछि हो क्या आफ्ना छोरीहरूले पनि दुःख पाउने। तपाईँले मलाई यी कुराहरू भनिरहनु भन्दा पनि मेरो तपाईँलाई सल्लाह, तपाईँ आमा भएको हुनाले आफ्नो छोरीको लागि लड्नुहोस्। कानुनमा जानुपर्छ भने पनि लड्नुहोस्। कसरी त्यो सासूले सन्तान खोज्छे? तपाईँ आमा बाउ के को लागि? तपाईँ माइती के को लागि? बिहे गरेर दिएपछि, सुम्पिएपछि सक्यो छोरीको कर्तव्य? सकिँदैन। छोरीलाई यस्ता अवस्थामा साथ दिन पर्यो। त्यसका लागि त माइती, त्यसका लागि त आमा बाउ। तपाईँले दरो भएर बोलिदिने हो भने नि त्यसले, त्यो सासूले त्यो छोरीको सन्तान छुन पनि सक्दैन। पहिलो अधिकार आमाको हुन्छ। यदि ऊ त्यो श्रीमानबाट छुट्टिनुपर्छ भने पनि त्यो सन्तानको लागि
अधिकार लिएरै छुट्टिनेछ। त्यसको लागि तपाईँले साथ दिनु, सँगसँगै हातमा हात लिएर अघि बढ्नुहोस्। तपाईँलाई त डर छ, समाजले थाहा पाउँछ कि, आफ्नाले थाहा पाउँछन् कि, लाज हुन्छ कि भनेर। यस्तो पाराले हुँदैन। सोसल मिडियामा आएर हुन्छ कि, कानुनी कठघरामा गएर हुन्छ कि, न्याय दिने अनेक निकाय हुन्छ त्यस्तोमा गएर हुन्छ कि, बोल्नु पर्यो, लड्नु पर्यो। मैदानमा नउत्रिउन्जेलसम्म चोटपटक अनेक युद्ध थाहा हुँदैन। त्यस कारणले छोरीको जिन्दगीको लागि, छोरीको भविष्य र नातिनीको भविष्यको लागि तपाईँ आमा भएको हुनाले लड्नुहोस्। हामीले बोलेर, हामीले सल्लाह दिएर केही हुँदैन। तपाईँले आफै हातखुट्टा चलाउनु पर्यो। कसरी सन्तान खोज्छ? तपाईँको छोरी यत्रो विवाह गरेर यत्रो गइसक्दा तपाईँलाई कति पिर हुन्छ भने त्यत्रो सन्तान खोज्दा उसलाई कस्तो पीडा भएको होला। जानुहोस् न, छोरीको लागि लड्नुहोस् क्या। म त जे हो त्यही फ्याक्ट र सत्य कुरा। अब तपाईँले सायद एउटा चेलीको इज्जतको सवाल सम्झेर प्राइभेट, मैले पब्लिकली लेखिनँ, प्राइभेट पठाएँ भन्नुभएको होला। मैले तपाईँको लेखाइ, तपाईँको सोच, तपाईँको जे चिज छ र तपाईँलाई स्पष्टीकरण दिनलाई मैले पब्लिक गरिदिएँ। तपाईँको कमेन्ट, तपाईँको म्यासेज, मेसेन्जरमा आएको म्यासेज। पहिला कुरा, तपाईँ कसैको बारेमा लेख्नुहुन्छ, कसैलाई केही भन्नुहुन्छ भने उसको बारेमा डिटेल बुझ्दा राम्रो। धेरै भिडियोहरू थिए, सुरुवातको त्यो भिडियोदेखि तपाईँले हेरेको भए पनि हुन्थ्यो। प्रश्न गर्दाखेरि त्यो व्यक्तिको सबै थोक बुझेर प्रश्न गर्दा राम्रो। मैले प्राय लेखेको पनि हुन्छु क्याप्सनमा र भनेको पनि हुन्छु, म अरूको भोगाई जिन्दगीको बारेमा बोल्ने व्यक्ति हो। न मेरो दोस्रो विवाह हो, न मैले मेरो श्रीमान छोडेको छु। मेरो विवाह भएको 20 पुरा भएर अब 21 लाग्नेछ। म एकै श्रीमानसँग छु। म एकदम धेरै खुसी छु। यस्ता म्यासेज हर कोहीको आउँछ, धेरैको आउँछ। धेरैवटा म्यासेजलाई म पढेर बुझेर एउटा भिडियो बनाउने गर्छु। भोगाई जिन्दगीमा भोगाई फरक फरक हुन्छन्। तपाईँको पनि केही फ्रस्ट्रेसन थियो होला यस सम्बन्धी, त्यसकारण तपाईँले यहाँ आएर पोख्नु भएको हो, मलाई प्रश्न गर्नुभएको। यो अरूको भोगाई जिन्दगीको हो। मैले बोलिएको चिजमा सबैको सेम हुन्छ भन्ने हुँदैन। प्रत्येक व्यक्ति, कोही श्रीमानबाट पीडित होलान्, कोही पहिलो विवाहमा दुःख पाएर दोस्रो विवाह गर्नेहरू खुसी र सुखी होलान्, कोही सौता पसेर खुसी होलान्, कोही प्रियसी भएर खुसी होलान्, कोही बसी बसाया घर बर्बाद पारेर अर्कोसँग जाँदाखेरि कुकुरले नपाएको दुःख पाएका होलान्, कोही जन्म दिने आमाबाट दुखी होलान्, कोही दिदीबहिनीबाट होलान्, कोही श्रीमतीबाट होलान्। यहाँ व्यक्ति, यहाँ संसारमा जति पनि मानव छन्, मानवको आफ्नो आफ्नो पीडा र पीडा दिने आफ्नै हुन्छन् र फरक फरक हुन्छन्। तपाईँले एउटा मात्रै भिडियो हेरेर मलाई क्वेसन र मेरो चरित्रमा अमला उठाउन पाउनु हुन्न। मेरो भिडियोहरू तपाईँले 10 वटा जति हेर्नु भएको भए फरक फरक प्रसङ्गमा, फरक फरक कन्टेन्टमा बोलिएको हुन्छ। अब ती बोलिएका सबै मेरो जीवनमा अमला उठाउने खालका कुरै छैनन्। म एकदम खुसी छु। हरेक सम्बन्धमा, हरेक नाता कसरी निभाउनुपर्छ र कसरी त्यसलाई अगाडि बढाउनुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ। त्यस कारणले मैले भनेको चिज, राम्रो चिजलाई पनि फिल्टर गर्नुपर्छ। सोसल मिडियामा धेरै चिज हुन्छन्, अङ्ग प्रदर्शन हुन तिग्रा देखाएर हिँडेका हुन्छन्, सबै शरीर देखा। अब के ओहो यसरी देखाउनु पर्ने रहेछ भनेर हामीले पनि देखाउने नदेखाउने, हट यस्तो गर्नु हुँदैन। लिने र नलिने चिज, यो चिजले धेरैलाई मन छोयो। त्यहाँ कमेन्ट सेक्सनमा हेर्न सक्नुहुन्छ है। माइतीको मण्डल पहिला कस्तो थियो र अहिले कस्तो भएको छ? यो माइती घर मण्डल होइन, यो अहिले त बेसियाले मण्डल भइसकेको छ। ल ढिलो चाँडो मात्रै हो, दिदीलाई बुद्धि आएछ। जान द्याउन, जान द्याऊ, जान्छु भन्नुहुँदैछ। त्यो साइडपट्टिको हाम्रो यो के अरे पुलिस सिस्टरलाई तिनी दिदीको हात परक्क बटाएर ठनक्कै बनाउन मन छ। के गर्नु, पाइँदैन होइन। दिदी हो, सुरुवात तपाईँबाटै भएको हेर्नु।
अहिले यो माइती घर मण्डला वेश्यालय भइसक्यो। तपाईँ त दिनरात गएर त्यहाँ धर्ना बसेर आन्दोलन गरेर के गर्नुहुन्छ र? तपाईँलाई त त्यस्तो झन् हामी दिनरात यो सोसल मिडियामा तपाईँहरूकै काण्ड तपाईँहरूकै आन्दोलन त्यो माइती घर मण्डलामा रोइलो ठोइलो हेर्दा हेर्दा हामी त ए भगवान् यो माइती घर मण्डला भत्काऊ भन्ने भएको छ। हो दिदी हो तपाईँले नि सुरु गर्नुभएको त्यसलाई त्यस्तो खराब गर्नलाई। बरु सबैजना आउँथे राम्रैसँग बस्थे फोटो टाँच्थे आन्दोलन आमरण अनसन गरेर बसेका थिए। तपाईँ त सिधै पेटीकोटमा आउनुभयो आधा अङ्ग लगाएर अङ्ग प्रदर्शन तपाईँले गर्नुभएको। अब त्यो बहिनीलाई अपाङ्ग हेनतेन नभन्नु हेर्नु जे देखेन उनले त्यही भनिनु अब होइन। अनि यसरी जहिले जहिले आन्दोलन आउनु जरुरी छैन क्या। राम्रो चिजलाई अहिलेको गृहमन्त्रीज्यूले 5 मिनट पनि लाग्दैन एक्सन लिनलाई। हिजोकै काण्ड हेर्नु, हिजोको काण्डमा जुन एकजना बहिनीले चाहिँ मलाई यस्तो गर्यो अङ्ग प्रदर्शन गर्यो यस्तो गर्यो उस्तो गर्यो जुन सोसल मिडियामा आएर भन्नुभयो 5 मिनट लागेन उहाँलाई सही न्याय दिनको लागि। तपाईँहरूलाई न्याय दिने ठाउँै हुँदैन क्या। तपाईँहरू म मात्रै सही मै सही भन्ने खालको हुनुहुन्छ क्या। त 2-4 जना हरेक कुरामा आधी गल्ती हुन्छ तर म मात्रै सही छु त्यो मलाई त्यस्तो गर्ने व्यक्ति खराब छ भन्ने कुरा तपाईँहरू गर्नुहुन्छ क्या। तपाईँहरूको कुरामा न्याय दिने ठाउँ न्यायको पक्षमा बोल्ने ठाउँ केही छैन भन्ने कुरा गृहमन्त्रीज्यूलाई थाहा छ क्या। यत्रो रोइला गर्नु पर्दैन। मलाई त जहाँसम्म लाग्छ तपाईँहरू 2-4 जनाहरू त यो अनुहार बार यहाँ ल्याउनुको कारण चाहिँ यसरी सोसल मिडियामा अनुहार आइहाल्यो भने फ्याट्ट चुनाव आउँदाखेरि त प्लाट्टै टिकट पाइँदो रहेछ भन्ने कुरा यसपालि राजसभाकै उसमा तपाईँहरूले देखेर देखिएका अनुहारहरूले फ्याट टिकट पाए जिते। टिकट पाइन्छ भनेर गरेको यो आन्दोलन हो। त्यस्तै लाग्छ।